सक्सेस दाइले त्यसको बोला थिएन कहाँ छ त्यो जहिले फोनमा झुन्डिरा त्यो होला नि त्यो मुला जहिले त्यो केटीसँग फोनमा झुन्डिन्छ त्यो ए पानी बेरास मध्ये राम्रो गर्न साँच्ची त्यो केटी त अनि डिपेन्डेन्ट त्यसको बोयफ्रेन्डसँग पुरा उड्न लाग्छ अरे नि त नि अर्काको मालको पछि के ल्याएर आएर साथी नि त्यही भने त्यो केटीलाई यसको मतलबै छैन यो मात्र पछि लगाएर पुरा फ्रेन्ड नि ल्या म यही छु केटा सब कुरा सुन्नु छु के हो के यस्तो पारा तैँले सुन्छस् भनेर भने नि मुला नचाहिने केटीको पछि लाग्छ तैँले पनि त्यसो पछि लगाएर के बोल्छस् तैँले अस्ट्रेलियाबाट आइपुग्ने नि आउँछ नि त ऊ खुसी छ होइन मलाई टेन्सन छैन तिमीलाई के को टेन्सन बचिदिएको साथी हो यार तिमीहरू झन् केटी साथी पनि छैन दिनभरि फिफा खेला छ यति के कुरा बोला छ लाज फेरि त्यही केटीको फोन आएर हेलो ओ के भयो किन रोको अन्ठ्या तिमी नातिकन भन्दा त के भयो अन्ठ्या तिमीले कहाँ छ भने तिमी ठिक त छौ नि ओ तिमी अब कुरा नरो त तिमी कहाँ हो भने त घरमै हो ल पखमा आएन ल रोयो होला आँखाभरिका सपना बगे होला संसारभरि बल्ने बत्ती साँची मेरो मनले पहिले सम्झिने सधैँ तिमी टाढा टाढा लाने समय उडी आउँथे नघाम पानी सक्ने भए झिलिमिली रातमा झरे तारा झैं परेको पानी बादलको आकार बन्दै हेलो हजुर ए हुन्छ म भोलि बिहानै 8 बजे बसमा आइपुग्छु ओके ओ नमस्ते आन्टी ओहो बाबु ठिक्क टाइममा आएछौ उसलाई हेर्न भनेर केटा आएको छ नि क्यानाडाबाट पिआर होला हजुर तिमीलाई त थाहा नै छ नि बाबु अस्ति नै यो केटा त्यस्तो मुर्दार परेछ यो केटा त एकदमै खानदानी छ ए मेरो चाहिँ आज आन्टी अचानक गाउँ जाने पनि काम परेको थियो कि त्यही भएर जाने भन्दा अगाडि एकचोटि भेटेर जाऊ कि भनेर आएको थिएँ ए ल नि त बाबु आऊ माथि संसारले बुझ्ने छैन मेरो मन साधारण माया मेरो सिसाको महल होइन चम्किला आँखा तिम्रा बिर्सिन्न न्यानो अङ्गालोमै बिति जाने रहर नटुटी मुटु कसैले माया बुझ्दैन सम्झी सम्झी बग्दै जाने हाम्रो जीवन शीतल दिने
चिन्नेछ तिमीलाई हरेक छायाले मेरो हरेक सासले तिमी हुनाले संसारभरि बल्ने बत्ती साँची मेरो मनले पहिले सम्झिने सधैँ तिमी